सबैलाई नमस्कार। आज हामीहरू भर्खरै आइपुगेर पूजासुजा गरियो सुब्बा देउराली अर्घाखाँची जिल्लाको शीतगङ्गा हो कि के नाम थियो है, एकचोटि हेरौँ है। शीतगङ्गा नगरपालिकामा अवस्थित छन्। ल यसरी देख्न सक्छौँ। मलाई के लाग्यो भने यो मन्दिरको एकदमै राम्रो पक्ष भनेको चाहिँ जस्तो मान्छेहरू पनि आएर दर्शन गर्न सक्ने बाटोमै अनि गाडीहरूको सुविधा भएको होइन। मान्छे मजाले आफ्नै बाइकमा आउन मिल्ने, गाडीमा आउन मिल्ने एकदम राम्रो ठाउँ रहेको मलाई अनुभूति भयो। निकै नै मजाको वातावरण रहेको छ। एकदम चिसो भुइँ, यहाँ भित्रपट्टि चप्पल जुत्ता खोलेर जानुपर्छ नि। जुत्ता खोलेर गएको त यति चिसो छ नि। अनि मान्छेको भिडभाड यस्तो छ नि होइन, एकदमै निकै राम्रो देख्न सक्छौँ। यतिखेर हाम्रो पार्टनर कता जानुभयो म खोजिरहेको छु है। निकै नै खतरा श्री सुब्बा देउराली मन्दिर। यहाँ चाहिँ खास गरी मान्छेहरू बलि चढाउने होइन। अनि फोटो खिच्दै सरी है, ओ माई गड। अनि फोटो सेसन पनि चलिरहेको हुँदैछ होइन। हजुर भर्खरै टिका लगाइयो अनि आशीर्वाद नि लियो र निकै नै राम्रो महसुस नि भयो होइन। एकदम निकै राम्रो दृश्य देख्न सक्नुहुन्छ यतिखेर। सन्जय सर यो युट्युबमा जान्छ है, अनि तपाईँ देखेर होइन नि। ल ठिक छ। सुब्बा देउराली मन्दिर दर्शन 2082 कार्यक्रम अन्तर्गत रहेको थियो। सन्जय सरको बर्थडे स्पेसल अनि हामी यता आएको है। अर्कोचोटि 25 गति कतैमा जानुपर्छ। सर आउनु भनेदेखि ठिक छ नि त। सुब्बा देउरालीको दर्शनको क्रममा यहाँ ऐना रहेको छ। यसरी भक्तजनहरूले विभिन्न फुलहरू ल्याएर अनि यो ध्वजाहरू ल्याएर चढाइन्छ। यहाँ निकै राम्रो दृश्य देख्न सकिन्छ। माथि त्यो झन्डा देखिएको छ। यतिखेर हामी चाहिँ देख्न सक्दैनौँ। र यता झलुङ्गे पुल छ, यो कति राम्रो पुल रहेको छ। यता मन्दिर सुब्बा देउराली मन्दिर देख्न सकिन्छ है। अलि अगाडिबाट म देखाउँछु तपाईँहरूलाई, यताबाट देखाउँछु। निकै नै राम्रो देखिन्छ यहाँबाट, एकदमै राम्रो देखिन्छ। मान्छे भक्तजनहरूको जो भिडभाड नै देख्न सक्छौँ यतिखेर है। अनि मान्छेले खास यहाँ विशेष भक्तजनहरूले चाहिँ बाख्राको चाहिँ बलि चढाउने, परेवाहरू उडाउने अनि त्यस्तोहरू गर्दछन्। भक्कल गरेर आउने गर्छन्। यस्तो रमाइलो दृश्य देख्न सक्छौँ। र फेरि म ऐनामा लगाएर आफैलाई हेर्छु है त कस्तो देखिन्छ। ब्याग लगाएर